अन्त्य गर्यो युद्ध र जंग, देश देश जोडी अन्त्य गर्यो युद्ध र जंग, विश्वकै सर्वोत्कृष्ट संस्था बन्यो संयुक्त राष्ट्र संघ, विश्वकै सर्वोत्कृष्ट संस्था बन्यो संयुक्त राष्ट्र संघ। धन्यवाद विनोद सर। आदरणीय यस विद्यालयका उपप्रधानाध्यापकज्यू, शिक्षक शिक्षिका, गुरुवर्ग, भाइ बहिनी, सहपाठी मित्रहरू तथा यहाँ उपस्थित हुनुहुने सम्पूर्णमा म यसै विद्यालयको कक्षा 10 मा अध्ययनरत एक छात्रा अनिशा खनालको तर्फबाट टक्राउन चाहे न्यानो अभिवादन एवं शुभ बिहानी। आज मिति 2082 साल 9 महिना 3 गतेका दिन आफ्नै विद्यालयको प्राङ्गणमा आई केही महत्त्वपूर्ण विषयहरू राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा म मेरो समग्र विद्यालय परिवारप्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्न चाहन्छु। र कुनै पनि ढिलाइ बिना म मेरो आजको शीर्षकतर्फ लाग्न चाहे र मेरो आजको शीर्षक रहेको छ संयुक्त राष्ट्र संघ। प्रिय भाइ बहिनीहरू एवं सहपाठी मित्रहरू, हजुरहरूले अध्ययनको सिलसिलामा शिक्षकहरूले कतिपटक एउटा मात्र शब्द संयुक्त राष्ट्र संघ भनेको हजुरहरूले सुन्नु भएकै होला। र वास्तवमा संयुक्त राष्ट्र संघ भनेको के हो त? आज यही एउटा शब्द संयुक्त राष्ट्र संघले आफ्नो विषय बनाएर म हजुरको सामु प्रस्तुत भइसकेकी छु। संयुक्त राष्ट्र संघ विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था हो। यसको स्थापना सन् 1945 अक्टोबर 24 का दिनमा भएको थियो। युद्धको अन्त्य गरी विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको थियो। यो संस्था यसका सदस्य राष्ट्रहरूबाट प्राप्त हुने वित्तीय सहयोगबाट सञ्चालित रहेको छ। हाल विश्वका 193 राष्ट्रहरू यस संस्थाका सदस्य राष्ट्रका रूपमा रहेका छन्। युद्ध भयो संयुक्त राष्ट्र संघको साधारण परिचय। संयुक्त राष्ट्र संघको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने सन् 1941 अगस्त 14 का दिनमा अमेरिकी राष्ट्रपति फ्रैंकलिन डी रूजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले आन्ध्र सागरमा युद्धपोतमाथि बसेर एउटा घोषणामा हस्ताक्षर गरे। उक्त सन्धिलाई एटलान्टिक चार्टर भनिन्छ। यही एटलान्टिक चार्टरको आडमा अर्को दोस्रो सम्झौता गरियो जसलाई वाशिंटन घोषणा भनिन्छ। त्यसैगरी सन् 1945 जुन 26 का दिनमा अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनले संयुक्त राष्ट्र संघको घोषणा पत्र तयार पार्यो। यसरी विधिवत रूपमा सन् 1945 अक्टोबर 24 का दिनमा संयुक्त राष्ट्र संघको स्थापना भएको थियो। नेपालले पनि संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्न 2 पटकसम्म प्रयास गरेको थियो, तर दुर्भाग्यवश त्यतिबेला नेपालमा राणा विरुद्ध द्वन्द्व चलिरहेका कारणले संयुक्त राष्ट्र संघका 5 स्थायी राष्ट्रहरूले नेपालप्रति प्रतिक्रिया दिएनन्। तर दोस्रो पटक भने रुसले प्रत्यक्ष रूपमा भिटो प्रयोग गरी शान्तिप्रिय मुलुक नभएको कारण बताउँदै सहजै रूपमा नेपालले अस्वीकार गरेको थियो। अन्ततः सन् 1955 डिसेम्बर 14 का दिनमा संयुक्त राष्ट्र संघ स्थापना भएको 10 वर्षपछि नेपालले सदस्यता प्राप्त गर्यो। नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेसँगै यो संस्थाले नेपालको सामाजिक आर्थिक र चौतर्फी विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ। खाद्य सुरक्षा तथा भोकमरी समस्या र समाधानका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। नेपालको सामुदायिक स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्व स्वास्थ्य संगठनले अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। त्यति मात्र नभई नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, महिला तथा बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि यो संस्थाले अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। तसर्थ नेपालको सामाजिक आर्थिक र चौतर्फी विकासमा यो संस्थाले पुर्याएको योगदानप्रति हामी सम्पूर्ण नेपालीहरू आभारी छौं र उक्त संस्थाप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छौं भन्दै म हजुरको समूहबाट ओजेल पर्न चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्। हस्त धन्यवाद। What a speech! Very nice speech from our beloved student of class 10, Anisha Khanal. This is the good nourishment and the good emphasis of our Kesavraj Vishal sir. This topic was related to the social. He is a very good teacher of social. So why don't we give applause to our respected Kesavraj Vishal sir. Very nice Vishal sir. Everybody, I think you all remember your turn. And now turn goes for our next assembly. Which class can you remind me? Which class? 5 and 6. Be well prepared and deliver the speech like this, like your senior did. Now the class 10. We can move to your class from this sector. In class 5 we are going to stay here for a couple of time. And class 6 you can move to your class also. And class 9, son, you can turn around and move to your class. Okay.